मेरी बुढी भन्दा तेरी बुढी नै राम्रो लाग्छ है। हुन त हामी केटा मान्छेहरूको स्वभावै आफ्नी बुढी भन्दा अर्काकी बुढी मनपर्ने स्वभाव त हो। तर म फेरि पनि दोहोऱ्याएर भन्छु मेरी बुढी भन्दा तेरी बुढी राम्री है। के कसो कोदाली पाते भाउजू? हेर त कोदाली। अब त मलाई कस्तो लाग्छ भने तिमी तैँले यो ट्र्याक्टर सेक्टर केही खोज्नै पर्दैन, सबै बाजाबारी भाउजूले पल्टाइहाल्नुहुन्छ नि। भाउजू एक दिन चाहिँ हजुरले हाम्रो पनि बाजा पल्टाउनु पर्छ है। यहाँ छेसा बाजा पल्टाउनु पर्यो भने म हजुरलाई भन्छु नि। लुक्स नै कडा क्या भाउजूको। भाउजूले खाने भनेकै लुक्सले हो। अब मैले देखेको मिस जयसिटीमा भाउजूलाई जसरी पनि भिडाउनु पर्छ है। अब भाउजूले लुक्सले हो। कक्रोचजी यही हो तपाईको बोल्ने सोमत। म यहाँ रोको देख्नुहुन्न तपाईँ। भन्न त भक्त आफै भन्नु ल्याइसकेपछि घाराले हामीलाई लगेको नमिल्ने। राम 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 अलिअलि मात्रै गनाएको हो र कक्रोचजी मोजा। सास पनि गनाउने मोजा पनि गनाउने यसको नगनाउने त केही पनि रहेनछ कक्रोचजी। यस्तो जाबो रोगलाई त मोजा सुनेपछि सब ठिक भइहाल्छ नि। यस्तो रोग। थ्याङ्क यू सो मच गाइज, यहाँसम्म भिडियो हेर्नु भयो धेरै धेरै धन्यवाद। र भिडियो कस्तो लागिरहेछ ठुलो रोग भन्न मिल्छ त? मलाई त म माया गरेर केयर गरेर ठिक पारिहाल्छु नि। ए कोदाली नबोल त, बोल्दै नबोल है। सास गनाउँछ यसको पार लाग्दैन। ए मेरो गोरिल्ला, ए मेरो दाहिने हात, ए मेरो लिट्टे, ए मेरो हमास, ए मेरो बोको हराम। भाउजूले सुँगाउनु भयो त उठेर कुदिस, यसमा मेरो के गल्ती भयो त? अब भाउजू तर तपाईँले खाने भनेकै लुक्सले हो है। खै बाबु होला, लुक्स त मलाई दिएकै हुन्।